नमस्ते साथीहरू, तपाईहरुलाई स्वागत छ। आजको भिडियोमा म तपाईहरुलाई डेबिट क्रेडिट कसरी छुट्याउने, जर्नल एन्ट्री कसरी पास गर्ने भनेर सिकाउन जाँदैछु। त्यसको लागि भिडियोलाई तपाईले सुरुदेखि अन्तिमसम्म हेर्नु होला। तपाईलाई डेबिट क्रेडिट आउँदैन भनेदेखि भिडियोलाई अन्तिमसम्म हेर्नुभयो भने तपाईलाई धेरै नै जानकारी मिल्नेछ। डेबिट क्रेडिट छुट्याउनको लागि तपाईलाई कन्सेप्ट क्लियर हुनेछ। सबैभन्दा पहिला सुरु चाहिँ तपाईले डेबिट क्रेडिट छुट्याउनको लागि खाताको प्रकारहरू थाहा हुनुपर्छ। खाताको प्रकारहरूमा तपाईलाई पर्सनल एकाउन्ट, व्यक्तिगत खाता अथवा हामीले चाहिँ पर्सनल एकाउन्ट भन्छ इंग्लिशबाट, अनि त्यसै गरिकन अर्को छ वास्तविक खाता। वास्तविक खाता भन्छ नेपालीबाट भनेदेखि, इंग्लिशबाट चाहिँ रियल एकाउन्ट भन्छ। अनि त्यसै गरी अर्को छ अवास्तविक खाता, नोमिनल एकाउन्ट भन्छ अथवा नाम मात्रको खाता पनि भनिन्छ यसलाई। सबभन्दा पहिलो सुरु तपाईले यहाँनिर चाहिँ व्यक्तिगत खाता, रियल एकाउन्ट हाम्रो वास्तविक खाता भयो। त्यसै अवास्तविक खाता, नोमिनल एकाउन्ट, यिनीहरू तपाईलाई थाहा भइसकेपछि, यिनीहरू तीनटा प्रकारको खाता भन्ने थाहा भइसकेपछि अब हामीलाई चाहिँ यहाँनिर व्यक्तिगत खातामा चाहिँ कस्तो कस्तो खाताहरू आउँछ, कस्तो कस्तो खाताहरू चाहिँ हाम्रो व्यक्तिगत खातामा पर्छ भनेर हामीलाई जानकारी हुनु पर्दछ। हामीलाई व्यक्तिगत खातामा यदि यहाँनिर देख्न सक्नुहुन्छ राम एकाउन्ट छ, सीता एकाउन्ट छ, हरि एकाउन्ट छ। यो भनेको तपाईको कुनै पनि व्यक्तिको नामको खाता। राम भन्ने व्यक्तिको नामको खाता छ, सीता भन्ने व्यक्तिको नामको खाता छ, हरि भन्ने व्यक्तिको नामको खाता छ। यसरी कुनै पनि व्यक्तिको नामको खाता आउने बित्तिकै यो हाम्रो व्यक्तिगत खाता, पर्सनल एकाउन्ट भइहाल्छ। अनि त्यसै गरिकन अर्को हाम्रो चाहिँ कस्तो खालको खातालाई व्यक्तिगत खातामा राख्ने भन्दाखेरि हाम्रो यहाँनिर किरण सप्लायर्स छ, यो भनेको फर्म भयो। विशाल टेक्नोलोजी भयो, यो पनि फर्म भयो। अनि त्यसै श्रेष्ठ फर्निचर भयो, यो फर्म भयो। एन ट्रेडर्स भयो, यो यिनीहरू व्यवसाय अथवा यो पार्टी, जुन पार्टीसँग हामीले कारोबार गर्छौं त्यो पार्टीको खातालाई हामीले चाहिँ व्यक्तिगत खाता अथवा पर्सनल एकाउन्टमा राख्नुपर्ने हुन्छ। व्यक्ति र जो पार्टीसँग कारोबार गर्छौं तिनीहरूलाई व्यक्तिगत खातामा राख्ने। त्यसै गरिकन अर्को छ हाम्रो यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ, यहाँनिर अर्को छ, यहाँनिर क्यापिटल एकाउन्ट छ, ड्रइङ एकाउन्ट छ, यहाँनिर चाहिँ हिमालयन ब्याङ्क एकाउन्ट छ, प्रो ब्याङ्क एकाउन्ट छ। अनि त्यसरी यहाँनिर स्यालेरी पेएबल। अनि यिनीहरू खाता चाहिँ कस्तो खाताहरू भन्दाखेरि यिनीहरूले चाहिँ डाइरेक्टली यिनीहरू चाहिँ व्यक्तिको खाता डाइरेक्टली हेर्दाखेरि यो व्यक्तिको खाता भनेर चिनिँदैन, तर यो खाताको पछाडि चाहिँ व्यक्ति लुकेको हुन्छ। जस्तो अब क्यापिटल एकाउन्ट छ भनेदेखि क्यापिटल एकाउन्टको पछाडि चाहिँ क्यापिटल बिजनेसको ओनर्स, जसले चाहिँ बिजनेसमा क्यापिटल लगाउँछ त्यो ओनर्सको चाहिँ खातालाई चाहिँ यसले प्रतिनिधित्व रिप्रेजेन्ट गरे हुन्छ। त्यही भएर क्यापिटल एकाउन्ट भनेको व्यक्तिगत खातामा आउँछ। जुन खाताको पछाडि व्यक्ति लुकेको हुन्छ भनेदेखि त्यस्तो खाता पनि हाम्रो व्यक्तिगत खातामा आउँछ। ड्रइङ भनेको पनि मालिकको बिजनेसमा इन्भेस्ट गर्ने, बिजनेसमा क्यापिटल लगाउने, बिजनेसको ओनरको चाहिँ खाता हुन आउँछ। त्यसैगरी एसबिएल एकाउन्ट भनेको यो हिमालयन ब्याङ्क एकाउन्ट, जुनमा हामीले चाहिँ हिमालयन ब्याङ्कमा हाम्रो बिजनेसको खाता खोलेको छौँ भनेदेखि हिमालयन ब्याङ्क एकाउन्ट भनेको हाम्रो बिजनेसको खाता भयो। त्यसै प्रो ब्याङ्क एकाउन्ट भनेको हाम्रो प्रो ब्याङ्कमा खोलेको बिजनेसको खाता भयो भनेदेखि यसमा बिजनेस ब्याङ्कको पछाडि बिजनेसको चाहिँ व्यवसाय लुके हुन्छ। त्यसै गरिकन यहाँनिर चाहिँ स्यालेरी पेएबल भनेको जसलाई हामीले स्यालेरी तिर्नुपर्ने छ ऊ व्यक्ति लुकेको हुन्छ। त्यसै आउटस्ट्यान्डिङ रेन्ट भनेको जसलाई हामीले भाडा तिर्नुपर्ने छ त्यो व्यक्ति लुकेको हुन्छ। प्रिपेड रेन्ट, एडभान्स स्यालेरी, यिनीहरूमा पनि व्यक्ति लुकेको हुन्छ। व्यक्ति लुकेको खाता पनि हाम्रो व्यक्तिगत खातामा आउँछ। त्यसै व्यक्तिको सिधै नामको खाता छ भने त्यो व्यक्तिगत खातामा आइहाल्यो। अनि त्यसपछि कुनै पनि फर्म, अर्गनाइजेसन छ जुन पार्टीसँग हामीले कारोबार गर्छौँ भनेदेखि त्यो पार्टीहरूको खाता पनि हाम्रो चाहिँ व्यक्तिगत खातामा आउँछ भनेर तपाईले चाहिँ याद राख्नु पर्यो। त्यसपछि आएर हाम्रो यहाँनिर छ हाम्रो वास्तविक खाता अथवा रियल एकाउन्ट। वास्तविक खातामा चाहिँ कस्तो कस्तो खाताहरू आउँछ भन्दाखेरि वास्तविक खातामा जहिले पनि सम्पत्तिको खाताहरू आउँछ। वास्तविक भन्ने बित्तिकै, रियल भन्ने बित्तिकै तपाईको आँखाले देख्न सक्ने वस्तुहरू भनेर बुझ्नुहोस्। तपाईले आँखाले देख्न सक्ने वस्तुहरू सामान्य रूपमा बुझ्दा हुन्छ। त्यो भनेको सम्पत्ति को खाताहरू,
सम्पत्तिको खाताहरू जस्तो यहाँनिर चाहिँ क्यास एकाउन्ट भयो, फर्निचर एकाउन्ट भयो, बिल्डिङ एकाउन्ट भयो, यिनीहरू कम्प्युटर एकाउन्ट, मिसनरी एकाउन्ट, यिनीहरू भनेको व्यवसायको सम्पत्तिको खाता हो। व्यवसायको सम्पत्तिको तपाईँको बिजनेसको सम्पत्तिको खाताहरू सबै हाम्रो चाहिँ रियल एकाउन्टमा आउँछ भनेर बुझ्नु। रियल एकाउन्ट भन्ने बित्तिकै अथवा वास्तविक एकाउन्ट भन्ने बित्तिकै सम्पत्तिको खाताहरू पर्छ यो रियल एकाउन्ट अन्तर्गत भनेर बुझ्नुहोस्। अनि त्यसै गरिकन अर्को छ हाम्रो अवास्तविक खाता। अवास्तविक खाता भनेको हाम्रो नोमिनल एकाउन्ट भन्छ, यसलाई नाम मात्रको खाता पनि भनेर बुझिन्छ। तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ यो अवास्तविक खातामा कस्तो कस्तो खाताहरू पर्दछ भन्दाखेरि अवास्तविक खातामा चाहिँ त्यस्तो खाताहरू पर्दछ जुन खाताहरू चाहिँ खर्च र आम्दानीका खाताहरू हुन्। जस्तो तपाईँको खर्च र आम्दानीको खाताहरू चाहिँ हाम्रो अवास्तविक खाता अथवा हाम्रो नोमिनल एकाउन्ट अन्तर्गत पर्छ भनेर बुझ्नुहोस्। यहाँनिर पर्चेस एकाउन्ट देख्न सक्नुहुन्छ। पर्चेस एकाउन्ट भनेको हामीले जति पनि सामानहरू बेच्ने उद्देश्यले किन्छौँ भनेदेखि त्यसलाई चाहिँ पर्चेस भनिन्छ। त्यो पर्चेसको खाता पनि हाम्रो खर्च भयो, त्यही भएर खर्चको खाता यहाँ आयो। त्यसै गरी स्यालेरी एकाउन्ट। स्यालेरी एकाउन्ट भनेको व्यवसायमा कर्मचारीहरूलाई, स्टाफहरूलाई चाहिँ स्यालेरी दिन्छौँ, त्यो स्यालेरी भनेको पनि हाम्रो व्यवसायको लागि हाम्रो खर्च भयो। त्यही भएर रेन्ट तिर्छौँ, रेन्ट पनि खर्च भयो। स्टेसनरीहरूको जुन खर्च हुन्छ त्यो पनि हाम्रो स्टेसनरी एकाउन्ट अन्तर्गत आयो। पेट्रोल एक्सपेन्सेस, रिपेयर एन्ड मेन्टेनेन्स एक्सपेन्सेसहरू, यिनीहरू जति पनि खर्चहरू हुन्छ त्यो खर्चको खाता पनि हाम्रो अवास्तविक खाता अथवा नोमिनल एकाउन्ट अन्तर्गत आउँछ। अनि अर्को छ हाम्रो आम्दानीको खाताहरू। जस्तो हामीले सेल्स गऱ्यौँ, आम्दानी गऱ्यौँ, त्यसपछि कमिसन प्राप्त भयो, त्यो पनि आम्दानी भयो। डिस्काउन्ट रिसिभ गऱ्यौँ, त्यो पनि हाम्रो एक प्रकारको आम्दानी भयो। प्रफिट अन सेल्स अफ एसेट्स भयो। यो हाम्रो चाहिँ कुनै पनि सम्पत्ति हामीसँग छ, त्यो सम्पत्ति चाहिँ हामीले बेच्यौँ भनेदेखि त्यसमा हामीलाई चाहिँ प्रफिट भयो भने त्यो प्रफिट पनि हाम्रो प्रफिट अन्तर्गत आउने भएको कारणले गर्दा त्यो पनि हाम्रो नोमिनल एकाउन्टमा पर्छ। यसरी खर्च र आम्दानीको खाता चाहिँ तपाईँले नोमिनल एकाउन्टमा पर्छ भनेर याद राख्नुहोस्। सम्पत्तिको खाता हाम्रो रियल एकाउन्ट अथवा वास्तविक खातामा पर्छ भनेर याद राख्नुहोस्। अनि व्यक्ति र कुनै पनि फर्म अर्गनाइजेसन जोसँग हामीले कारोबार गर्छौँ त्यो पार्टीको खाता र व्यक्तिलाई रिप्रेजेन्ट गर्ने, व्यक्तिको प्रतिनिधित्व गर्ने खाताहरू पनि हाम्रो चाहिँ व्यक्तिगत खातामा अथवा पर्सनल एकाउन्ट अन्तर्गत आउँछ भनेर तपाईँले याद राख्नुहोस्। सुरुमा चाहिँ तपाईँले डेबिट क्रेडिट छुट्याउनुको लागि चाहिँ यति कुराहरू चाहिँ खाताको प्रकार जान्नु पऱ्यो। खाताको प्रकार अन्तर्गत कुन खाता कुन प्रकारको हुन् त्यो छुट्याउन जानिसकेपछि अनि त्यसपछि हामीले चाहिँ रुल्स अप्लाई गर्ने हो। अब रुल्समा चाहिँ तपाईँले खाताको प्रकारअनुसार रुल्स पनि तपाईँको फरक छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ गोल्डन रुल्स अफ एकाउन्टिङ भन्छ। यो भनेको जस्तो तपाईँको यहाँनिर छ पर्सनल एकाउन्ट। पर्सनल एकाउन्ट अन्तर्गत तपाईँले पर्सनल एकाउन्टको रुल्स छुट्टै छ, रियल एकाउन्टको रुल्स छुट्टै छ, त्यसपछि नोमिनल एकाउन्टको रुल्स छुट्टै छ। तपाईँले खाताको प्रकार छुट्याइसके पछाडि अनि मात्र तपाईँले हेर्ने चाहिँ पर्सनल एकाउन्ट हो कि रियल एकाउन्ट हो कि नोमिनल एकाउन्ट। यदि तपाईँ कुनै खाता जस्तो तपाईँले क्यास एकाउन्ट तपाईँले चाहिँ तपाईँसँग क्यास एकाउन्ट छ त्यसलाई चाहिँ अब रुल्स अप्लाई गरेर हेर्नु पऱ्यो भने तपाईँले चाहिँ क्यास एकाउन्ट भयो भने तपाईँले यसमा रियल एकाउन्ट अन्तर्गत पर्छ क्यास भनेको। त्यही भएर चाहिँ हामीले रियल एकाउन्टको रुल्स लगाउनुपर्छ। जस्तो कुनै पनि पार्टीको खाता छ भनेदेखि किरण सप्लायर्स भन्ने पार्टीको खाता छ भनेदेखि तपाईँले किरण सप्लायर्स भनेको हाम्रो व्यक्तिगत खाता अन्तर्गत आउने भएको कारणले गर्दाखेरि किरण सप्लायर्सको खाता हामीले पर्सनल एकाउन्टको रुल्स लाउनु पऱ्यो किरण सप्लायर्सको खातामा। त्यसै गरिकन पर्चेस एकाउन्टको तपाईँले हेर्नु पऱ्यो भनेदेखि पर्चेस एकाउन्टको तपाईँको खाता नोमिनल एकाउन्ट भएको कारणले गर्दा तपाईँले चाहिँ नोमिनल एकाउन्टको रुल्स लगाउनु पर्ने हुन्छ। पहिलो सुरु खाताको प्रकार छुट्याउने अनि मात्र त्यो कुन चाहिँ डेबिट साइडमा पर्छ क्रेडिट साइडमा पर्छ भनेर छुट्याउनको लागि चाहिँ तपाईँले यो रुल्सहरू अप्लाई गर्नुपर्ने हुन्छ। त्यही भएको कारणले गर्दा चाहिँ रुल्सहरू चाहिँ तपाईँले पर्सनल एकाउन्टको रुल्स अनुसार जहिले पनि रिसिभर डेबिट हुन्छ। रिसिभर भनेको प्राप्त गर्ने व्यक्ति, व्यक्तिगत खातामा जहिले पनि व्यक्ति भएको कारणले गर्दा प्राप्त गर्ने व्यक्ति हो भनेदेखि चाहिँ हाम्रो पर्सनल एकाउन्टमा प्राप्त गर्ने व्यक्ति हो भनेदेखि हाम्रो रिसिभर हो भनेदेखि हाम्रो डेबिट भयो भनेदेखि दिने व्यक्ति हो भनेदेखि चाहिँ हाम्रो
क्रेडिट साइडमा राख्नु पर्यो। दिने व्यक्तिको खाता हो भने क्रेडिट साइडमा राख्नु पर्यो। त्यसै गरिकन सम्पत्तिको खातामा चाहिँ रियल एकाउन्टमा चाहिँ अब सम्पत्तिको खाता हो भने थाहा भयो, तर सम्पत्ति आएको कि गएको, यदि सम्पत्तिको खाता भने थाहा भयो तपाईँले सम्पत्ति आएको हो भने व्यवसायमा आयो भने त्यसको खातालाई त्यो सम्पत्तिको खातालाई हामीले डेबिट साइडमा राख्ने हो। यदि त्यो सम्पत्ति चाहिँ व्यवसायबाट गएको हो भनेदेखि त्यस्तो अवस्थामा त्यो सम्पत्तिको खातालाई हामीले क्रेडिट साइडमा राख्नुपर्छ। अनि त्यसै गरिकन तपाईँलाई यानि नोमिनल एकाउन्ट अन्तर्गत तपाईँको खर्चको खाता हो भने जहिले डेबिट साइडमा राख्नु पर्यो भनेदेखि आम्दानीको खाता हो भने तपाईँले जहिले पनि क्रेडिट साइडमा राख्नु पर्यो। यति कुराहरू चाहिँ तपाईँले सुरुमा थाहा हुनु पर्यो, अनि मात्र तपाईँले डेबिट क्रेडिट रुल्स अप्लाई गरेर डेबिट क्रेडिट छुट्याउन सक्नुहुन्छ। अब हामी हेर्दैछौँ कारोबारहरूबाट चाहिँ हामी कसरी डेबिट क्रेडिट छुट्याउने भनेर हेर्दैछौँ। त्यसको लागि अब हेरौँ। सबभन्दा पहिलो सुरुको ट्रान्जेक्सन छ, यहाँनिर छ बिजनेस स्टार्टेड विथ क्यास 10 लाख भनेको छ। अब हामीले चाहिँ यो कारोबारबाट कुन खाता प्रभावित हुन्छ, कुन खातामा असर पारेको हुन्छ यो कारोबारले। बिजनेस स्टार्ट गरेको छ भनेपछि यहाँनिर चाहिँ बिजनेस स्टार्ट गरेछ क्यासले भनेपछि अब क्यासबाट बिजनेस स्टार्ट गरेछ भनेपछि हामीले एउटा हाम्रो चाहिँ यहाँनिर क्यास एकाउन्टमा असर पारेछ। यसरी क्यास एकाउन्टमा असर पारेछ। अनि अर्को चाहिँ हाम्रो चाहिँ बिजनेस स्टार्ट गर्यो भन्ने बित्तिकै हाम्रो क्यापिटल एकाउन्टमा असर पार्छ। यसरी बिजनेसमा के लगाएर बिजनेस सुरु गर्यो त्यो खातामा असर पार्छ। जस्तो फर्निचर लगाएको छ भने फर्निचर एकाउन्टमा नि असर पार्यो, कम्प्युटर लगाएको छ भने कम्प्युटर एकाउन्टमा नि असर पार्यो, क्यास लगाएको छ भने क्यास मात्र लगाएको छ भने क्यास मात्रको खातामा असर पार्यो। अब हाम्रो यहाँ चाहिँ क्यास मात्रको खातामा असर पार्यो अनि क्यापिटलको खातामा असर पार्यो। अब यहाँनिर चाहिँ अब हामीलाई यो दुईवटा खातामा असर पार्यो भनेर हामीले पहिलो सुरु छुट्याउने। यो छुट्याइसकेपछि अब हामीले चाहिँ यो खाता चाहिँ कुन चाहिँ खाता हो, क्यास एकाउन्ट चाहिँ कुन चाहिँ खाता हो भन्दा क्यास एकाउन्ट चाहिँ हाम्रो रियल एकाउन्ट हो। यो रियल एकाउन्ट हो। त्यही भएर हामीले चाहिँ अब यो क्यास एकाउन्टलाई चाहिँ हामीले रियल एकाउन्टको रुल लगाउनु पर्छ। रियल एकाउन्टको रुल्स अनुसार बिजनेसमा क्यास प्राप्त हुँदाखेरि बिजनेसमा क्यास प्राप्त भएको कि बिजनेसबाट क्यास गएको, रियल एकाउन्ट रुल्स अनुसार व्यवसायमा जे प्राप्त हुन्छ त्यो डेबिट हुन्छ। त्यही भएर यहाँ यो कारोबारले चाहिँ व्यवसायमा क्यास प्राप्त हुन्छ। त्यही भएर क्यासको खातालाई चाहिँ हामीले डेबिट साइडमा राख्ने हो। यहाँनिर चाहिँ क्यास एकाउन्टलाई यसरी डेबिट साइडमा यसरी राख्ने। यसरी फर्मेटमा तपाईँले यसरी क्यास एकाउन्टलाई डेबिट साइडमा राख्न सक्नुहुन्छ। यसरी फर्मेट जर्नल इन्ट्रीको फर्मेट यसरी डेट पार्टिकुलर एलएफ लेजर फोलियो। यो भनेको चाहिँ तपाईँले पछि यो चाहिँ कुन चाहिँ लेजर बुकको कति पेजमा चढाउनुहुन्छ, यहाँनिर चाहिँ क्यास एकाउन्टलाई कति लेजर पेजमा चढाउनुहुन्छ पछि लेजर बुकमा यहाँनिर चाहिँ त्यो लेख्ने हो, लेजरको पेज नम्बर लेख्ने हो। क्यास एकाउन्टलाई लेजरको कति पेजमा चढाउनु भएको छ त्यो पेज नम्बर यहाँनिर एलएफमा लेख्ने हो। अनि त्यसपछि यहाँनिर छ डेबिट एमाउन्ट र क्रेडिट एमाउन्ट यहाँनिर राख्ने हो। क्यास एकाउन्ट भनेको डेबिट भएको कारणले गर्दा हामीले डेबिट एमाउन्ट यहाँनिर राख्नु पर्यो, 10 लाख भयो। अनि त्यसै गरिकन अर्को छ एउटा एकाउन्ट हाम्रो चाहिँ डेबिट भएपछि अर्को एकाउन्ट सो त क्रेडिट हुन्छ, नभयो भने तपाईँले यो एकाउन्टलाई चेक गर्न सक्नुहुन्छ। यो अब क्यापिटल एकाउन्ट भनेको हाम्रो चाहिँ पर्सनल एकाउन्ट हुन्छ। पर्सनल एकाउन्ट भनेको चाहिँ क्यापिटल एकाउन्ट भनेको पर्सनल एकाउन्टमा आउँछ। पर्सनल एकाउन्ट भनेको अब क्यापिटलमा चाहिँ अब बिजनेसको अनर्सको खाता भएको कारणले गर्दा बिजनेसको अनर्स चाहिँ क्यापिटल एकाउन्टको पछाडि लुकेको हुन्छ। त्यही भएर चाहिँ यो चाहिँ पर्सनल एकाउन्ट भयो। अब पर्सनल एकाउन्टको रुल्स अनुसार दिने व्यक्ति चाहिँ क्रेडिट हुन्छ। त्यही भएर क्यापिटल एकाउन्ट भनेको बिजनेसको ओनरको खाता भएको कारणले गर्दा बिजनेसको ओनर चाहिँ यहाँनिर गिभर हुन्छ। त्यही भएर क्यापिटल एकाउन्ट चाहिँ क्रेडिट साइडमा राख्ने। यसरी क्यापिटल एकाउन्ट क्रेडिट साइडमा राख्ने अनि एमाउन्ट तपाईँले यहाँनिर चढाइदिनु यसरी। अनि नेरेसनमा चाहिँ कारोबार के भएको हो त्यो खुलाइदिने हो। बिङ अनि चाहिँ बिजनेस स्टार्टेड विथ क्यास भनेर यसरी तपाईँले यसरी डेबिट क्रेडिट छुट्याइदिने यो फर्मेट लेख्ने यो। अनि त्यसपछि अब हामीले चाहिँ यिनीहरूमा अब हेर्दैछौँ। यसरी चाहिँ तपाईँले प्रत्येकको फर्मेटमा राख्न सक्नुहुन्छ। अनि त्यसपछि अब हामी चाहिँ डेबिट क्रेडिट छुट्याउँदै हेर्दैछौँ। बाँकी ट्रान्जेक्सनहरूको चाहिँ डेबिट क्रेडिटमा त छुट्याउँदै हेर्दैछौँ। फर्मेट चाहिँ तपाईँले आवश्यकता अनुसार बनाउन सक्नुहुन्छ। अब यहाँनिर चाहिँ तपाईँले चाहिँ यहाँनिर चाहिँ पर्चेस गुड्स अन क्यास भनेको छ। अब यो कारोबारले पर्चेस गर्दाखेरि जहिले पनि हाम्रो एउटा पर्चेसको खातामा
असर पार्यो। पहिले सुरु कुन खातामा असर पार्यो भन्ने तपाईँले छुट्याउनु पर्छ। क्यास एकाउन्टमा असर पार्यो, अर्को क्यासमा पर्चेज गरेको छ त्यही भएर क्यास एकाउन्टमा असर पार्यो। अब यहाँनिर चाहिँ पर्चेज एकाउन्ट भनेको हाम्रो नोमिनल एकाउन्ट भयो, भनेको नोमिनल एकाउन्ट। अर्को छ क्यास भनेको सम्पत्ति भएको कारणले गर्दा यो भनेको रियल एकाउन्ट। अब यो दुईटा मध्ये तपाईँले चाहिँ पहिला पर्चेज एकाउन्ट हेर्नु। पर्चेज एकाउन्ट भनेको नोमिनल एकाउन्ट। नोमिनल एकाउन्टको रुल्स अनुसार खर्चको खाताहरू डेबिट, आम्दानीको खाताहरू क्रेडिट हुन्छ। अब यो चाहिँ खर्च कि आम्दानी भन्दाखेरि पर्चेज भनेको खर्च, त्यही भएर खर्च खाता डेबिट हुने भएको कारणले गर्दा नोमिनल एकाउन्टको रुल्स अनुसार हामीले पर्चेज एकाउन्टलाई डेबिट गर्नुपर्छ। यहाँनिर पर्चेज एकाउन्ट डेबिट गर्ने एमाउन्ट छ 1 लाख, यसरी राख्ने। अनि क्यास भनेको हाम्रो रियल एकाउन्ट भयो। रियल एकाउन्टको रुल्स अनुसार बिजनेसबाट जे जान्छ त्यो क्रेडिट। अब यहाँनिर गुड्स पर्चेज गर्दाखेरि क्यास जान्छ, त्यही भएर कारणले गर्दाखेरि क्यास एकाउन्ट हाम्रो यहाँनिर चाहिँ क्रेडिट साइडमा हुन्छ। क्यास एकाउन्ट क्रेडिट साइडमा यसरी लेख्ने। अनि न्यारेसनमा चाहिँ तपाईँले कारोबार के भएको हो त्यो खुलाइदिने। कारोबार बिङ गुड्स पर्चेज अन क्यास भनेर लेखिदिनु। अनि त्यसै गरेर अर्को छ हाम्रो चाहिँ अर्को यहाँनिर चाहिँ गुड्स पर्चेज फ्रम खनल स्टोर भनेको छ। अब यहाँनिर चाहिँ तपाईँले यो कारोबार चाहिँ तपाईँले बुझ्नु होला, यो क्यास कारोबार हो कि उधार कारोबार हो भनेर तपाईँले बुझ्नुपर्ने हुन्छ। यहाँनिर चाहिँ तपाईँले देख्न सक्नुहुन्छ पर्चेज गुड्स फ्रम खनल स्टोर भनेर लेखेको छ यहाँनिर चाहिँ। अनि क्यास क्रेडिट केही पनि भनेको छैन। यसरी तपाईँले चाहिँ को पार्टीबाट किनेको यसरी नाम दिएको छ भनेदेखि यो तपाईँले उधार हो भनेर सम्झिनु पऱ्यो। क्यास क्रेडिट नखोला, क्यास हो कि क्रेडिट हो केही खुला छैन, यसरी कोसँग किनेको भनेर यसरी नाम दिएको छ भने यो भनेको तपाईँले क्रेडिट ट्रान्जेक्सन बुझ्नुहोस्। अनि पर्चेज गर्दाखेरि सधैँ हाम्रो पर्चेजको खातामा असर पारिहाल्छ। पर्चेज गर्ने बित्तिकै हाम्रो पर्चेजको खातामा असर पार्छ। अनि पर्चेज चाहिँ केमा गरे, उधारोमा गरेछ, त्यही भएर उधारोमा गर्दाखेरि जोसँग उधारोमा किन्यो त्यो पार्टीको खातामा असर पार्यो। यहाँनिर चाहिँ खनल स्टोरको एकाउन्टमा असर पार्यो। क्यासमा किने भए क्यास एकाउन्टमा असर पार्थ्यो, उधारोमा किने भएर जोसँग किनेको उसको खातामा असर पार्यो। अब यो पर्चेज एकाउन्ट भनेको हाम्रो चाहिँ नोमिनल एकाउन्ट भइहाल्यो। अर्को खनल स्टोर भनेको पर्सनल एकाउन्ट भयो। अनि त्यसै गरिकन अब चाहिँ पर्चेज भनेको चाहिँ नोमिनल एकाउन्ट रुल्स अनुसार खर्च डेबिट हुने भएको कारणले गर्दा पर्चेज भनेको खर्च भएको कारणले हामीले चाहिँ पर्चेज एकाउन्टलाई यहाँनिर डेबिट गर्ने हो। त्यसै गरिकन खनल स्टोर भनेको यहाँनिर चाहिँ दिने व्यक्ति भयो। खनल स्टोर भनेको पर्सनल एकाउन्टको रुल्स लगाउनु पर्यो, त्यही भएर पर्सनल एकाउन्टको रुल्स अनुसार दिने व्यक्ति क्रेडिट भएको कारणले गर्दा यहाँ उधारोमा किन्दाखेरि हामीलाई खनल स्टोर चाहिँ दिने व्यक्ति भयो। त्यही भएर चाहिँ यहाँनिर चाहिँ खनल स्टोर एकाउन्ट चाहिँ हाम्रो क्रेडिट भयो। अब यो चाहिँ हामीले चाहिँ एमाउन्ट राख्ने 2 लाख हो, यो पनि एमाउन्ट राख्ने 2 लाख हो। बिङ गुड्स पर्चेज अन क्रेडिट फ्रम खनल स्टोर भनेर तपाईँले यहाँनिर चाहिँ न्यारेसनमा लेखिदिन सक्नुहुन्छ। अनि त्यसै गरिकन हाम्रो अर्को चाहिँ कारोबार छ। अर्को यहाँनिर कारोबार छ गुड्स रिटर्न टु खनल स्टोर भनेर छ। यहाँनिर 10,000 छ। यहाँ चाहिँ खनल स्टोरलाई चाहिँ गुड्स रिटर्न गरेछ भनेपछि एउटा खनल स्टोर एकाउन्टमा असर पार्यो। खनल स्टोरलाई चाहिँ रिटर्न गरे, खनल स्टोर एकाउन्टमा असर पार्यो। अर्को चाहिँ गुड्स रिटर्न भनेपछि यो हाम्रो चाहिँ गुड्स रिटर्न गरे भनेको हाम्रो पर्चेज रिटर्न एकाउन्टमा असर पार्यो यसरी। अब यो भने खनल स्टोर भने पर्सनल एकाउन्ट भयो। पर्सनल एकाउन्टको रुल्स अनुसार यहाँनिर चाहिँ प्राप्त गर्ने डेबिट हुन्छ। त्यही भएर यहाँनिर चाहिँ हामीले चाहिँ खनल स्टोरलाई रिटर्न गरेपछि खनल स्टोर यहाँनिर चाहिँ प्राप्त गर्ने व्यक्ति भएको कारणले गर्दा यहाँनिर चाहिँ हामीले खनल स्टोर एकाउन्टलाई चाहिँ हामीले यहाँनिर डेबिट गर्ने हो। 10,000 छ यसरी। अनि त्यसपछि अब हाम्रो चाहिँ एउटा खाता डेबिट भएपछि अर्को खाता स्वतः क्रेडिट हुन्छ। पर्चेज भनेको तपाईँको खर्च हुन्छ भने पर्चेज रिटर्न भनेको ठ्याक्कै उल्टो हुन्छ, खर्चको उल्टो। अनि त्यही भएर कारणले गर्दा हामीले चाहिँ यहाँनिर चाहिँ पर्चेज रिटर्न एकाउन्ट चाहिँ हाम्रो क्रेडिट साइडमा हुन्छ। पर्चेज रिटर्न एकाउन्ट भनेर यसरी तपाईँले राखिदिनु यसरी। त्यसरी तपाईँले डेबिट क्रेडिट मात्रै
अनि पहिला छुट्याउन आउनु पर्यो। अनि त्यसै गरिकन फर्मेटहरू चाहिँ अब आफै मिलाउन सकिन्छ। अनि त्यसै गरिकन अर्को छ हाम्रो चाहिँ क्यास पेड टु खनाल स्टोर भन्ने छ। यहाँनिर चाहिँ खनाल स्टोरलाई क्यास तिर्दैछौँ भनेपछि यहाँनिर चाहिँ एउटा खनाल स्टोरको खातामा असर पार्यो, अर्को चाहिँ क्यास तिरेछौँ त्यो भएर क्यास एकाउन्टमा असर पार्यो। अनि यहाँनिर चाहिँ के भन्छ इन फुल सेटलमेन्ट अफ भनेको छ। यो भनेको हाम्रो चाहिँ अब के भन्दाखेरि खनाल स्टोरलाई चाहिँ 1,85,000 दियो अनि त्यसपछि उसको चाहिँ हिसाब क्लियर भयो, लिन दिनु केही पनि बाँकी भएन। फुल सेटलमेन्ट भनेको चाहिँ लिन दिनु केही पनि बाँकी रहेन भनेको। अब यहाँनिर चाहिँ कस्तो थियो भन्दाखेरि यहाँनिर खनाल स्टोरसँग हामीले सामान किनेको थियो 2 लाखको सामान उधारमा किनेको थियो खनाल स्टोरसँग। अनि त्यसपछि हामीले खनाल स्टोरलाई 10,000 को सामान फिर्ता गरेछ। अनि त्यसपछि बाँकी रह्यो 2 लाखको किने 10,000 फिर्ता गऱ्यो भनेपछि अब हामीले चाहिँ उसलाई तिर्नुपर्ने कति थियो भन्दाखेरि 1,90,000 तिर्नुपर्ने थियो। त्यो 1,90,000 तिर्नुपर्नेमा हामीले चाहिँ 1,85,000 मात्र तिरेर चाहिँ अब हामीले चाहिँ फुल सेटल गर्यो भनेपछि अब यहाँनिर हामी चाहिँ डिस्काउन्ट पनि रिसिभ गरेका छौँ भनेपछि यहाँनिर चाहिँ एउटा हाम्रो चाहिँ क्यास एकाउन्टमा असर पारेछ। यहाँनिर क्यास एकाउन्ट अर्को हाम्रो चाहिँ खनाल स्टोरलाई तिरेछ भनेपछि एउटा खनाल स्टोरको खातामा असर पारेछ। अनि यहाँ डिस्काउन्टको खातामा पनि असर पारेछ यहाँ डिस्काउन्ट एकाउन्टमा यसरी। अनि अब हामीले यहाँनिर हेर्न सक्छौँ क्यास भनेको रियल एकाउन्ट भयो। रियल एकाउन्टको रुल्स अनुसार जे बिजनेसमा आयो त्यो डेबिट, जे बिजनेसबाट गयो त्यो क्रेडिट। अब यहाँ चाहिँ क्यास पेड गर्दा क्यास बिजनेसबाट जान्छ, त्यही भएर क्यास क्रेडिट साइडमा भइहाल्यो। अनि खनाल स्टोर चाहिँ यहाँनिर रिसिभर भयो। खनाल स्टोर चाहिँ पर्सनल एकाउन्ट भयो, रिसिभर भयो। त्यही कारणले गर्दा खनाल स्टोर यहाँनिर चाहिँ डेबिट साइडमा हुन्छ। खनाल स्टोर रिसिभर भयो, त्यो खनाल स्टोर एकाउन्ट हाम्रो डेबिट साइडमा भयो। अनि त्यसपछि एमाउन्ट चाहिँ डिस्काउन्टको केसमा चाहिँ एमाउन्ट तपाईँले सुरुमा नराख्नु। अनि त्यस गरी यहाँनिर चाहिँ टु क्यास गएको छ व्यवसायबाट, त्यो क्यास एकाउन्ट क्रेडिट साइडमा भयो। अनि त्यसै गरी डिस्काउन्ट यहाँनिर चाहिँ हामीले के भन्छ डिस्काउन्ट चाहिँ यो हाम्रो डिस्काउन्ट हामीले प्राप्त गरेको छ। डिस्काउन्ट प्राप्त गर्दा हाम्रो आम्दानी भयो। आम्दानी जहिले पनि हाम्रो चाहिँ नोमिनल एकाउन्ट भयो। नोमिनल एकाउन्टको रुल्स अनुसार आम्दानी हाम्रो चाहिँ क्रेडिट साइडमा हुन्छ। त्यही भएर यो चाहिँ हाम्रो चाहिँ डिस्काउन्ट भनेको यहाँनिर डिस्काउन्ट रिसिभ एकाउन्ट भन्दा नि हुन्छ। तपाईँले डिस्काउन्ट रिसिभ एकाउन्ट भन्दैन, डिस्काउन्ट एकाउन्ट तपाईँ क्रेडिट साइडमा हुने बित्तिकै डिस्काउन्ट रिसिभ गरेर छ भनेर अटोमेटिक बुझिन्छ। तर तपाईँले चाहिँ डिस्काउन्ट रिसिभ भनेर लेख्दाखेरि पनि तपाईँलाई चाहिँ क्लियर हुन्छ भनेदेखि तपाईँले डिस्काउन्ट रिसिभ एकाउन्ट लेख्न सक्नुहुन्छ। र डिस्काउन्ट कति पाएको छ हामीले क्यास कति तिरेछ क्यास एकाउन्टमा हामीले लेख्ने। क्यास हामीले 1,85,000 क्यास तिरेछ भनेपछि अब हामीले चाहिँ खनाल स्टोरलाई कति तिर्नुपर्ने थियो 1,90,000 तिर्नुपर्ने थियो। अब हाम्रो चाहिँ 1,85,000 तिरेर फुल सेटलमेन्ट भयो भनेपछि हाम्रो चाहिँ डिस्काउन्ट हामीले चाहिँ पाएको रहेछौँ कति 5,000 डिस्काउन्ट पाएको रहेछ। यसरी चाहिँ तपाईँले चाहिँ नेरेसनमा चाहिँ कारोबार चाहिँ खुलाएर लेख्न सक्नुहुन्छ आफैले मिलाएर। अनि त्यसै गरी अर्को छ गुड्स सोल्ड अन क्यास भनेको छ। क्यासमा हामीले चाहिँ यहाँनिर चाहिँ गुड्स बेचेछौँ भनेपछि यहाँनिर चाहिँ क्यासमा बेचेछौँ भनेपछि एउटा क्यासको खातामा असर पार्यो। सेल्स गरेछौँ भनेपछि एउटा अर्को हाम्रो सेल्सको खातामा असर पार्यो। अब क्यास तपाईँले बिजनेसमा आएको कि गएको हेर्ने हो। क्यास भनेको रियल एकाउन्ट भयो। रियल एकाउन्ट भएपछि आएको कि गएको हेर्नुपर्ने हुन्छ। अब यहाँनिर चाहिँ गुड्स सोल्ड गर्दाखेरि क्यास आउँछ, त्यही भएर यहाँनिर चाहिँ क्यास भनेको डेबिट साइडमा राख्नु पऱ्यो। यसरी यहाँनिर क्यास एकाउन्ट तपाईँले डेबिट साइडमा राख्ने। अनि त्यसै गरिकन यहाँ चाहिँ अर्को सेल्स छ। सेल्स भनेको नोमिनल एकाउन्ट। नोमिनल एकाउन्टमा अब तपाईँले यो सेल्स भनेको इन्कम भएको नोमिनल एकाउन्ट भएको कारणले गर्दा इन्कम हो कि एक्सपेन्सेस हो हेर्नु पर्छ। एक्सपेन्सेस भएको भए डेबिट, यो इन्कम भएको भएर हामीले यसलाई चाहिँ क्रेडिट साइडमा राख्नु पऱ्यो यसरी। अनि त्यसै गरिकन अब एमाउन्ट राख्ने 1,25,000 यसरी 1,25,000 भनेर यसरी एमाउन्ट राखिदिनु। बिङ गुड्स सोल्ड अन क्यास भनेर तपाईँ नेरेसनमा लेखिदिनु। अनि त्यसै गरिकन अर्को छ गुड्स सोल्ड टु सीता भनेको छ। अब यहाँनिर चाहिँ उधारमा बेचेको छ सीतालाई। सेल्स गरेपछि एउटा हाम्रो सेल्स एकाउन्टमा असर पार्यो। अनि अर्को चाहिँ उधारमा बेचेछ त्यही भएर जसलाई बेचे उसको खातामा असर पार्यो यसरी। अब सेल्स भनेको हाम्रो चाहिँ नोमिनल एकाउन्ट भयो। नोमिनल एकाउन्ट भएपछि आम्दानी हो कि खर्च हो हेर्नु पऱ्यो। सेल्स गर्ने बित्तिकै हाम्रो आम्दानी हुन्छ। अब यहाँनिर चाहिँ अब अर्को छ सीता भने। सीता चाहिँ हाम्रो चाहिँ पर्सनल एकाउन्ट भयो। पर्सनल एकाउन्ट हुने बित्तिकै हामीले रिसिभर हो कि गिभर हो हेर्नुपर्ने हुन्छ। अब यहाँ चाहिँ सीतालाई बेचेछ भनेपछि सीता चाहिँ हाम्रो यहाँ रिसिभर हुन्छ। त्यो
सीता एकाउन्ट डेबिट गर्नु पर्यो। अब यहाँ चाहिँ सेल्स भनेको नोमिनल एकाउन्ट भएपछि आम्दानी हो कि खर्च हो हेर्नु पर्यो। आम्दानी भएको कारणले गर्दा क्रेडिट साइडमा राख्नु पर्यो। बिङ यसलाई चाहिँ सेल्स एकाउन्टलाई तपाईँले यसरी क्रेडिट साइडमा राखिदिनु, एमाउन्ट राखिदिनु। नेरेसनमा चाहिँ तपाईँले बिङ गुड्स सोल्ड अन क्रेडिट टु सीता भनेर तपाईँले नेरेसनमा आफ्नै भाषा मिलाएर कारोबार के भएको हो त्यो डिटेल राख्न सक्नुहुन्छ। अनि त्यसै गरिकन अर्को छ गुड्स रिटर्न टु सीता भनेको छ। सीतालाई रिटर्न गरेको छ भनेपछि यहाँनिर चाहिँ अरू एउटा सीताको एकाउन्टमा असर पार्यो, अर्को सेल्स रिटर्न एकाउन्टमा असर पार्यो। रिटर्न फ्रम सीता गुड्स रिटर्न फ्रम सीता भने सीताबाट गुड्स फिर्ता आएको छ भनेपछि यहाँ सेल्स रिटर्न भयो। अब यहाँ सीता भनेको यहाँनिर चाहिँ पर्सनल एकाउन्ट भएको कारणले गर्दा दिने हो कि लिने हो हेर्नुपर्छ। दिने व्यक्ति भएको कारणले गर्दा यहाँनिर चाहिँ सीता भनेको क्रेडिट साइडमा भयो। सेल्स भनेको चाहिँ तपाईँको सेल्स गरेको रिटर्न आयो भनेपछि यो हाम्रो चाहिँ खर्च भयो। त्यो भएको कारणले गर्दाखेरि चाहिँ यहाँनिर चाहिँ सेल्स रिटर्न एकाउन्ट डेबिट साइडमा भयो भनेदेखि सीता भनेको गिभर भयो, दिने व्यक्ति भयो। त्यो भएको कारणले यहाँ सीता एकाउन्ट चाहिँ हाम्रो क्रेडिट साइडमा हुन्छ। यसरी नेरेसनमा खुलाएर लेखिदिनु होला। अनि त्यसै गरेर अर्को छ हाम्रो चाहिँ यहाँनिर चाहिँ क्यास रिसिभ्ड फ्रम सीता 32,000 इन फुल सेटलमेन्ट अफ हर एकाउन्ट भनेको छ। यहाँनिर चाहिँ यसमा नि हाम्रो चाहिँ पहिला कति थियो भन्दाखेरि 40,000मा चाहिँ सामान सीतालाई बेचेको थियो उधारमा। सीताले चाहिँ 5,000को फिर्ता गर्यो भने सीताबाट हामीले चाहिँ 35,000 उठाउनु पर्ने थियो। तर 35,000मा चाहिँ हामीले चाहिँ 32,000 मात्र लिएर उसको खाता चाहिँ फुल सेटल गर्यो भनेपछि अब यहाँनिर हाम्रो चाहिँ क्यास रिसिभ भनेपछि एउटा हाम्रो चाहिँ क्यास एकाउन्टमा असर पार्यो। सीताबाट रिसिभ भनेपछि सीता एकाउन्टमा असर पार्यो। अनि यहाँनिर चाहिँ हाम्रो चाहिँ डिस्काउन्ट एकाउन्टमा असर पार्यो। डिस्काउन्ट पनि हामीले दिएको छौँ, त्यही भएर क्यास भनेको रियल एकाउन्ट भयो। रियल एकाउन्ट भएपछि हामीले चाहिँ बिजनेसमा आएको कि गएको हेर्नुपर्ने हुन्छ। यहाँनिर क्यास रिसिभ गरेको छ, त्यही भएर क्यास एकाउन्ट हाम्रो यहाँनिर चाहिँ क्यास एकाउन्ट हाम्रो डेबिट भयो। अनि त्यसै गरिकन अर्को चाहिँ यहाँनिर सीता भनेपछि पर्सनल एकाउन्ट भयो। पर्सनल एकाउन्ट भएपछि लिने हो कि दिने व्यक्ति हो हेर्नुपर्ने हुन्छ। यहाँ चाहिँ सीता भनेको दिने व्यक्ति भएको कारणले गर्दाखेरि क्रेडिट साइडमा हुन्छ टु सीता एकाउन्ट भनेर राखिदिने। अनि अर्को चाहिँ डिस्काउन्ट छ। डिस्काउन्ट भनेको हाम्रो चाहिँ अरूलाई डिस्काउन्ट दिएको, यो भनेको चाहिँ आम्दानी हो कि खर्च हो हेर्नु पर्यो। नोमिनल एकाउन्ट भएको कारणले गर्दा आम्दानी हो कि खर्च हेर्नु पर्यो। यो भनेको डिस्काउन्ट अरूलाई दिएपछि सीतालाई डिस्काउन्ट दिएपछि हामीलाई खर्च हुन्छ। त्यही भएर खर्च भएको कारणले गर्दा यहाँ चाहिँ डिस्काउन्ट एकाउन्ट हाम्रो डेबिट हुन्छ यसरी। अनि त्यसपछि अब हामीले चाहिँ यहाँनिर क्यास कति पाएको हो त्यो तपाईँले यहाँनिर लेख्नुपर्ने हुन्छ। क्यास कति पाएको हामीले चाहिँ 32,000 चाहिँ क्यास रिसिभ गरेका छौँ भनेपछि हामीले चाहिँ सीता एकाउन्ट भनेपछि सीता एकाउन्टबाट कति उठाउनु पर्ने थियो 35,000 उठाउनु पर्ने थियो भनेपछि अब डिस्काउन्ट कति दिएर रहेछ हामीले 3,000 डिस्काउन्ट दिएको रहेछ। यसरी डेबिट क्रेडिट छुट्याउने। अनि त्यसै गरिकन अब हाम्रो अर्को छ स्यालेरी पेड छ। स्यालेरी पेड टु रमिला भनेको छ। यहाँनिर अब रमिलालाई स्यालेरी तिरेको छ। यो भनेको चाहिँ कस्तो भने स्यालेरी भनेको खर्च भइसकेको छ। रमिलाले काम गरे बापत हामीले चाहिँ रमिलालाई स्यालेरी तिर्दैछौँ व्यवसायबाट भनेपछि हामीले चाहिँ रमिलालाई त्यत्तिकै दिएको होइन, उसले चाहिँ काम गरेको थियो स्यालेरी दिँदैछौँ, खर्च दिँदैछौँ। त्यही भएको कारणले गर्दा यसले चाहिँ हामीले चाहिँ रमिला एकाउन्टमा असर पार्दैन। यसले चाहिँ काम गरे बापत स्यालेरी दियो हो भने स्यालेरी एकाउन्टमा असर पार्यो। अनि त्यसै गरिकन स्यालेरी केमा तिरेको छ त्यसमा असर पर्छ। अब स्यालेरी तपाईँले क्यास दिएको छ भनेदेखि क्यास एकाउन्टमा असर पार्यो। अब स्यालेरी भनेको हाम्रो चाहिँ नोमिनल एकाउन्ट भयो। नोमिनल एकाउन्ट रुल्स अनुसार अब हामीले चाहिँ खर्च हो कि आम्दानी हो हेर्ने। यो स्यालेरी भनेको खर्च भयो। त्यही भएको कारणले गर्दा यहाँनिर चाहिँ स्यालेरी एकाउन्ट डेबिट भयो। अनि क्यास भनेको रियल एकाउन्ट भयो। रियल एकाउन्ट भएपछि बिजनेसमा आएको कि गएको हेर्ने। अब हामी स्यालेरी तिर्दैछौँ भनेपछि बिजनेसबाट क्यास जान्छ। त्यो भएको कारणले गर्दा क्यास एकाउन्ट चाहिँ हाम्रो क्रेडिट साइडमा भयो। यो 15,000 भयो। अनि 15,000 न्यारेसनमा चाहिँ तपाईँले आफैले कारोबार
खुल्ने गरी चाहिँ तपाईँले यहाँसम्म बिङ स्यालेरी पेड टु रमिला भनेर कुन महिनाको स्यालेरी दियो त्यो पनि तपाईँले लेख्न सक्नुहुन्छ। अनि अर्को छ अफिस रेन्ट। यो पनि हाम्रो चाहिँ खर्च तिरेको हो। यो कुनै पनि खर्च भइसकेको खर्च तिर्दैछौँ भनेदेखि चाहिँ तपाईँले चाहिँ कसलाई तिरेको हो त्यसको केही पनि मतलब हुँदैन। जस्तो रमिलाले तिरेछ भनेदेखि होइन स्यालेरी तिरेछ भनेदेखि रमिलाको खातामा असर पार्दैन। होइन अफिस रेन्ट तिरेछ भनेदेखि हामीले चाहिँ जसलाई तिरे पनि त्यसको खातामा असर पार्दैन, तर खर्च भएको कारणले गर्दा हाम्रो खर्चको खातामा असर पार्छ। अफिस रेन्ट एकाउन्ट भनेको हाम्रो एउटा अफिस रेन्ट एकाउन्टमा असर पार्यो। अब अफिस रेन्ट हामीले चाहिँ क्यासमा तिरेछौँ भनेदेखि हामीले यहाँनिर चाहिँ क्यास एकाउन्टमा असर पार्छ। तपाईँले चेक दिनुभएको छ भने ब्याङ्क एकाउन्ट राख्न सक्नुहुन्छ क्यास एकाउन्टको ठाउँमा। अब अफिस रेन्ट भनेको नोमिनल एकाउन्ट भयो। नोमिनल एकाउन्टको रुल्स अनुसार तपाईँको खर्च हो कि आम्दानी हो हेर्नु पऱ्यो। अफिस रेन्ट भनेको खर्च हुन्छ, भाडा तिर्यो अफिसको, त्यही भएर अफिस रेन्ट एकाउन्ट हाम्रो चाहिँ खर्च भयो। खर्च भएको कारणले गर्दा डेबिट राख्ने हो। अनि त्यसै गरिकन क्यास चाहिँ रियल एकाउन्ट भएको कारणले गर्दा व्यवसायबाट आएको कि गएको हेर्नु पऱ्यो। अफिस रेन्ट तिर्दाखेरि व्यवसायबाट क्यास जान्छ, त्यही भएको कारणले गर्दा क्यास एकाउन्ट चाहिँ हामीले क्रेडिट साइडमा राख्नु पऱ्यो। यसरी यहाँसम्म तपाईँले बिङ अफिस रेन्ट पेड बाई क्यास भनेर तपाईँले कुन महिनाको चाहिँ रेन्ट तिर्यो त्यो पनि तपाईँले खुलाएर राख्न सक्नुहुन्छ। यहाँनिर तपाईँहरूले हेर्न सक्नुहुन्छ प्रिपेड रेन्ट छ 15,000 छ फर नेक्स्ट मन्थ। अब जस्तो कुनै पनि महिनाको हामीले चाहिँ महिना मर्नुभन्दा अगाडि नै हामीले चाहिँ अब रेन्ट तिर्यौँ भनेदेखि त्यसलाई चाहिँ हामीले प्रिपेड रेन्ट भन्छ। जस्तो अब आउने महिनाको लागि अहिले नै हामीले चाहिँ रेन्ट तिर्यौँ भनेदेखि त्यसलाई प्रिपेड रेन्ट भन्छ। अब जस्तो हामीले चाहिँ प्रिपेड रेन्ट तिर्दाखेरि चाहिँ कसरी जर्नल इन्ट्री गर्ने भन्दाखेरि प्रिपेड रेन्ट तिर्दाखेरि तपाईँको प्रिपेड रेन्ट भनेको हाम्रो चाहिँ यो पर्सनल एकाउन्ट हुन्छ। प्रिपेड रेन्ट भनेको यो भनेको चाहिँ प्रिपेड रेन्ट जुन भाडामा दिने व्यक्ति हुन्छ ऊ भनेको चाहिँ त्यो भाडामा दिने व्यक्तिलाई रिप्रेजेन्ट गरेर हुन्छ प्रिपेड रेन्टले। त्यही भएर भाडामा दिने व्यक्ति चाहिँ रिसिभर भएको कारणले गर्दाखेरि हामीले चाहिँ यसलाई चाहिँ डेबिट गर्ने नभए प्रिपेड रेन्ट भनेको तपाईँले चाहिँ यो भनेको प्रिपेड रेन्ट भनेको चाहिँ हाम्रो चाहिँ अब सम्पत्ति भइरहेको छ भनेर बुझ्दा नि हुन्छ। तपाईँले यो प्रिपेड रेन्ट तिरिरहेको छ भने तपाईँ यो सम्पत्ति अहिले तत्काललाई चाहिँ तपाईँको सम्पत्ति प्रिपेड रेन्ट भनेको सम्पत्तिको रूपमा बसिरहेको हुन्छ। एसेट्स इन्क्रिज हुँदाखेरि डेबिट हुन्छ भनेर तपाईँले त्यसरी याद राखेर गर्दा पनि हुन्छ। अनि अर्को चाहिँ यहाँनिर चाहिँ प्रिपेड रेन्ट तिरेछ भनेपछि अब तपाईँले कुन चाहिँ खातामा कुन चाहिँ माध्यमबाट तिर्नुभयो। जस्तो तपाईँले क्यासबाट तिर्नुभयो भने क्यास एकाउन्ट क्रेडिट साइडमा, किन भन्दा क्यास भनेको रियल एकाउन्ट रुल्स अनुसार जे बिजनेसबाट जान्छ त्यसलाई चाहिँ क्रेडिट गर्नुपर्ने भएको कारणले गर्दा यहाँ चाहिँ क्यास एकाउन्ट क्रेडिट हुन्छ। तपाईँले चाहिँ चेक दिनुहुन्छ भनेदेखि कुन ब्याङ्कको चेक दिनुहुन्छ त्यो ब्याङ्कको खातालाई क्रेडिट क्यासको ठाउँमा चाहिँ ब्याङ्कको खाता राख्नुपर्ने हुन्छ चेक दिनुहुन्छ भनेदेखि चाहिँ। अनि यसरी हेर्नु चाहिँ 15,000 भयो। यो पनि हाम्रो चाहिँ 15,000 भयो। अनि त्यसै गरिकन अर्को छ प्रिपेड रेन्ट एक्सपायर्ड भन्ने। जस्तो अब तपाईँले चाहिँ पहिलेदेखि रेन्ट तिरिराख्नु भएको थियो, अब रेन्ट राख्दाखेरि तपाईँले प्रिपेड रेन्ट एक्सपायर भयो भनेदेखि त्यस्तो केसमा चाहिँ तपाईँले चाहिँ यहाँनिर चाहिँ प्रिपेड रेन्ट एक्सपायर भयो भने जस्तो तपाईँले चाहिँ रेन्टको महिना मऱ्यो भनेदेखि पहिलेदेखि भाडा तिरिराख्नु भएको छ, रेन्टको महिना तिर्यो भनेदेखि चाहिँ त्यो भनेको रेन्ट तपाईँको रेन्ट भाडा खर्च हुन्छ। रेन्ट चाहिँ तपाईँको खर्च हुन्छ। खर्च चाहिँ तपाईँ नोमिनल एकाउन्टको रुल्स अनुसार डेबिट साइडमा हुने भएको कारणले गर्दाखेरि रेन्ट एकाउन्ट चाहिँ तपाईँले डेबिट साइडमा राख्नु पऱ्यो। अनि अर्को चाहिँ रेन्ट प्रिपेड रेन्ट को खाताबाट काटिन्छ। त्यो भने प्रिपेड रेन्ट तपाईँले तिरिराख्नु भयो त्यस खातामा बसिरहेको थियो, अब त्यो चाहिँ महिना मर्ने बित्तिकै प्रिपेड रेन्टको खाताबाट काटिन्छ। त्यही भएर चाहिँ यो चाहिँ प्रिपेड रेन्टको खातालाई चाहिँ क्रेडिट गर्ने। प्रिपेड रेन्ट एकाउन्टलाई चाहिँ तपाईँले क्रेडिट साइडमा राख्ने हो। अनि यसरी 15,000 भयो। एमाउन्ट राख्दिनु 15,000 बिङ प्रिपेड रेन्ट एक्सपायर्ड भनेर यसरी राख्नुहोस्। अनि यो चाहिँ भयो प्रिपेड रेन्ट एक्सपायर भन्दाखेरि जस्तो अब तपाईँले चाहिँ स्टाफलाई स्यालेरी दिनुपर्ने, तपाईँले चाहिँ आउटस्ट्यान्डिङ राख्नु भएको छ, स्टाफलाई स्यालेरी दिनुभएको छैन, महिना मरिसकेको छ भनेदेखि चाहिँ त्यस्तो केसमा आउटस्ट्यान्डिङ स्यालेरी एउटा आउटस्ट्यान्डिङ स्यालेरीमा हाम्रो चाहिँ स्यालेरी एकाउन्टमा असर पार्यो। आउटस्ट्यान्डिङलाई ओएस पनि लेखिन्छ यसरी। अनि त्यसै गरिकन आउटस्ट्यान्डिङ स्यालेरीमा असर पार्यो भनेदेखि अर्को चाहिँ हाम्रो चाहिँ स्यालेरी एकाउन्टमा असर पार्यो। किनभने
स्यालेरी महिना मरिसकेको छ, स्यालेरी भनेको त्यो स्टाफले दिनुपर्ने स्यालेरी खर्च भइसकेको छ। त्यही भएको कारणले गर्दाखेरि यो भनेको चाहिँ स्यालेरी एकाउन्ट भयो। स्यालेरी एकाउन्ट भयो। यो भनेको चाहिँ हाम्रो चाहिँ स्यालेरी भनेको नोमिनल एकाउन्ट भएपछि खर्च र आम्दानी हेर्नुपर्छ। खर्च भएको कारणले गर्दाखेरि हेर्नु चाहिँ हामीले चाहिँ स्यालेरी एकाउन्टलाई चाहिँ तपाईँले डेबिट गरिदिनु, अनि आउटस्ट्यान्डिङ स्यालेरी एकाउन्टलाई चाहिँ क्रेडिट गर्नुपर्ने हुन्छ। किनभने आउटस्ट्यान्डिङ स्यालेरी एकाउन्ट भनेको चाहिँ तपाईँको जुन व्यक्तिलाई तपाईँले दिनुपर्ने हो त्यो व्यक्तिको इन्डाइरेक्टली रिप्रेजेन्ट गरे हुन्छ। त्यही भएर आउटस्ट्यान्डिङ स्यालेरी एकाउन्टलाई चाहिँ क्रेडिट साइडमा राख्नु पर्यो। यसरी राखिदिनुहोस्। अनि त्यसै गरिकन अर्को चाहिँ हाम्रो चाहिँ आउटस्ट्यान्डिङ स्यालेरी पेड। जस्तो अब तपाईँले चाहिँ आउटस्ट्यान्डिङ स्यालेरी थियो, महिना मरिसकेपछि आउटस्ट्यान्डिङ स्यालेरी भनेर तपाईँले रेकर्ड राख्नुभयो। पछि केही समय पछाडि केही दिन पछाडि चाहिँ त्यो आउटस्ट्यान्डिङ बाँकी भएको स्यालेरी तिर्यो भनेदेखि त्यस्तो केसमा चाहिँ तपाईँले चाहिँ आउटस्ट्यान्डिङ स्यालेरी तिर्यो भनेपछि एउटा हाम्रो चाहिँ आउटस्ट्यान्डिङ स्यालेरीमा चाहिँ आउटस्ट्यान्डिङ स्यालेरी एकाउन्टमा असर पार्यो। अनि अब हामीले चाहिँ आउटस्ट्यान्डिङ स्यालेरी क्यासमा तिरेको छ भनेदेखि क्यास एकाउन्टमा असर पार्यो। आउटस्ट्यान्डिङ बाँकी भएको स्यालेरी चाहिँ अब तिर्यो भनेदेखि चाहिँ त्यस्तो केसमा चाहिँ तपाईँले चाहिँ आउटस्ट्यान्डिङ स्यालेरी भनेको चाहिँ जुन व्यक्तिलाई तिर्नुपर्ने थियो त्यो व्यक्तिलाई रिप्रेजेन्ट गरे हुन्छ। त्यही भएर यो आउटस्ट्यान्डिङ स्यालेरी चाहिँ डेबिट साइडमा भयो। यसरी आउटस्ट्यान्डिङ स्यालेरी डेबिट साइडमा, किनभने कुन व्यक्तिलाई तपाईँले स्यालेरी तिर्नु बाँकी थियो त्यो व्यक्तिलाई रिप्रेजेन्ट गर्ने खाता भएको कारणले गर्दा त्यो व्यक्ति चाहिँ यहाँ रिसिभर हुन्छ। त्यही भएको कारण आउटस्ट्यान्डिङ स्यालेरी चाहिँ तपाईँको यहाँ डेबिट साइडमा भयो भनेदेखि अब यहाँ चाहिँ क्यास एकाउन्ट भनेको रियल एकाउन्ट भयो। रियल एकाउन्ट भएपछि आएको कि गएको हेर्ने व्यवसायबाट क्यास जान्छ। स्यालेरी तिर्दाखेरि आउटस्ट्यान्डिङ स्यालेरी तिर्दाखेरि भनेदेखि हाम्रो क्यास एकाउन्ट चाहिँ क्रेडिट साइडमा राख्नु पर्यो। 15,000, यो पनि 15,000। आउटस्ट्यान्डिङ स्यालेरी पेड भनेर तपाईँ न्यारेसनमा लेख्नुहोस्। अनि त्यसै गरिकन अर्को चाहिँ छ अब हाम्रो चाहिँ क्यास डिपोजिटेड एट प्रभु ब्याङ्क भनेको छ। जस्तो अब हाम्रो चाहिँ कुनै पनि ब्याङ्कको खाता छ, त्यो खातामा गएर क्यास डिपोजिट गऱ्यौँ भनेदेखि चाहिँ त्यस्तो केसमा चाहिँ ब्याङ्कमा क्यास डिपोजिट गर्ने बित्तिकै ब्याङ्कको खातामा क्यास डिपोजिट गर्ने बित्तिकै त्यो ब्याङ्कको खातामा असर पार्यो। प्रभु ब्याङ्क एकाउन्टमा असर पार्यो एउटा। अर्को चाहिँ क्यास डिपोजिट गरे भएर क्यास एकाउन्टमा असर पार्यो। यस्तो भइसकेपछि प्रभु ब्याङ्क भनेको तपाईँको चाहिँ रिसिभर हुन्छ। यहाँ पर्सनल एकाउन्ट भयो, रिसिभर भयो। त्यही भएको कारणले गर्दा यहाँ चाहिँ प्रभु ब्याङ्क एकाउन्टलाई चाहिँ यसरी प्रभु ब्याङ्क एकाउन्ट डेबिट गर्नुहोस्। अब क्यास एकाउन्ट रियल एकाउन्ट भयो, रियल एकाउन्ट भयो अनि व्यवसायबाट गएको भयो। त्यही भएको कारणले गर्दा यसलाई चाहिँ हामीले चाहिँ टु क्यास एकाउन्ट भनेर क्रेडिट साइडमा राख्ने हो। एमाउन्ट लेखिदिनु। अनि त्यसै गरिकन अर्को चाहिँ छ यो हाम्रो चाहिँ तपाईँले के याद राख्नुहोस् भने जस्तो ब्याङ्किङसँग कारोबार गर्छौँ, ब्याङ्कको खातामा जम्मा गर्छौँ, ब्याङ्कको खाताबाट निकाल्छौँ, ब्याङ्कको खाता एउटा खाताबाट अर्को खातामा ट्रान्सफर गर्छौँ भनेदेखि तिनीहरूलाई चाहिँ कन्ट्रा इन्ट्री भनिन्छ। त्यो भनेर तपाईँले याद राख्नु होला। कन्ट्रा इन्ट्रीको बारेमा डिटेल तपाईँले बुझ्नुभएको छैन भनेदेखि तपाईँले चाहिँ भिडियोमा लिङ्क हालिदिन्छु। तपाईँले त्यहाँ गएर कन्ट्रा इन्ट्रीहरू हेर्न सक्नुहुन्छ। कन्ट्रा भाउचर हाम्रो ट्यालीमा कसरी इन्ट्री गर्ने भन्ने भिडियोमा पनि हामीले चाहिँ कन्ट्रा इन्ट्रीको बारेमा चाहिँ तपाईँले बताएका छौँ। त्यो भिडियो हेर्न सक्नुहुन्छ। भिडियोको लिङ्क चाहिँ हामी डिस्क्रिप्सनमा हालिदिन्छौँ। अनि त्यसै गरिकन अर्को छ हाम्रो क्यास विथड्रु फ्रम प्रो ब्याङ्क भयो। यो भनेर क्यास डिपोजिट भयो भने यो चाहिँ हामीले ब्याङ्कबाट क्यास निकालेको भयो। अब त्यसै गरिकन अब ब्याङ्कबाट क्यास निकाल्छौँ भनेदेखि ठ्याक्कै उल्टो हुन्छ। एउटा क्यासमा असर पार्यो, अर्को हाम्रो प्रभु ब्याङ्क एकाउन्टमा असर पार्यो। अब क्यास एकाउन्ट रियल एकाउन्ट भएको कारणले गर्दा बिजनेसमा आएको छ, रियल एकाउन्ट भएपछि आएको कि गएको हेर्नु पऱ्यो। आए पछाडि क्यास एकाउन्टलाई हामीले डेबिट साइडमा गर्नु पऱ्यो। प्रो ब्याङ्क एकाउन्टबाट निस्केको प्रो ब्याङ्क, त्यही भएर प्रो ब्याङ्क एकाउन्टलाई चाहिँ हामीले चाहिँ क्रेडिट साइडमा यसरी लेख्नु पऱ्यो। 10,000 यसरी 10,000 भयो। अनि त्यसै गरिकन अर्को छ क्यास विथड्रु फ्रम प्रो ब्याङ्क 50,000 एन्ड डिपोजिटेड एट सनराइज ब्याङ्क भनेको छ। अब जस्तो तपाईँले चाहिँ प्रो ब्याङ्कमा 50,000 निकाल्नु भयो अनि त्यसपछि सनराइज ब्याङ्कको खाताबाट राख्नुभयो भने त्यस्तो केसमा तपाईँको जुन ब्याङ्कको खाताबाट निस्किन्छ
त्यो ब्याङ्कको खाता क्रेडिट भयो, जुन ब्याङ्कको खातामा आउँछ त्यो ब्याङ्कको खाता डेबिट भयो। कुनै पनि कारोबारले जुन ब्याङ्कको खातामा ब्यालेन्स ल्याउँछ त्यो ब्याङ्कको खातालाई चाहिँ डेबिट गर्ने। किन भन्दाखेरि सनराइज ब्याङ्क एकाउन्ट रिसिभर भयो भनेदेखि हामी चाहिँ प्रो ब्याङ्क एकाउन्ट चाहिँ गिभर भयो, एकाउन्ट चाहिँ गिभर भयो। त्यही भएर यसरी तपाईँले यसरी तपाईँले चेक काटेर दिएर चेकद्वारा पनि तपाईँले क्यास निकालेर एउटा ब्याङ्कबाट निकालेर अर्को ब्याङ्कमा हाल्नुहुन्छ भनेदेखि त्यो न्यारेसनमा तपाईँले खुलाएर राख्नु होला, पछि रेकर्ड राख्दाखेरि पछिलाई सजिलो हुन्छ। अनि त्यसै कारण अर्को छ हाम्रो चाहिँ 10% लोन टेकन फ्रम अशोक 1,20,000 भन्छ। यो चाहिँ हामीले अशोकबाट लोन लिएको छौँ भनेपछि यहाँनिर चाहिँ अशोकबाट लोन लियो भनेपछि अब तपाईँले एउटा चाहिँ हाम्रो क्यास एकाउन्टमा असर पार्यो, लोन लिँदाखेरि क्यासमा लिन्छौँ, त्यही भएर क्यास एकाउन्ट असर पार्यो। अनि अशोक लोन अर्को भन्दा चाहिँ अशोक लोन एकाउन्टमा असर पार्यो। अब यहाँनिर चाहिँ क्यास भनेको रियल एकाउन्ट भयो, रियल एकाउन्ट रुल्स अनुसार जे आउँछ त्यसलाई डेबिट। अब लोन लिँदाखेरि क्यास आउँछ, त्यो क्यास एकाउन्ट डेबिट गर्नु पर्यो। अनि अशोक लोन भनेको लोन दिने व्यक्ति भयो, टु अशोक लोन एकाउन्ट गिभर भयो, पर्सनल एकाउन्ट भयो, गिभर भयो। त्यही भएको कारणले गर्दाखेरि अशोक लोन एकाउन्ट चाहिँ हामीले चाहिँ क्रेडिट साइडमा राख्ने। 1,20,000 भयो, यसरी 1,20,000 कारोबार के भएको भनेर तपाईँ न्यारेसनमा खुलाइदिनुहोस्। अनि त्यसै गरेर अर्को छ हाम्रो यहाँनिर चाहिँ इन्ट्रेस्ट पेड अन अशोक लोन भन्ने छ। अशोकबाट लोन लिएको थियो, उसलाई इन्ट्रेस्ट तिर्यो भनेपछि अब इन्ट्रेस्ट भनेको हामीलाई खर्च भयो, खर्च भनेपछि नोमिनल एकाउन्ट रुल्स अनुसार खर्च डेबिट भएको कारणले गर्दा यहाँनिर चाहिँ हामी चाहिँ इन्ट्रेस्ट अन अशोक लोन एकाउन्ट डेबिट। अब इन्ट्रेस्ट तपाईँले क्यासमा तिर्नु भयो भने टु क्यास एकाउन्ट क्रेडिट। किन भन्दा क्यास भनेको गएको छ, रियल एकाउन्ट भयो अनि व्यवसायबाट गयो, त्यही भएर क्यास एकाउन्ट क्रेडिट साइडमा। अनि अर्को छ लोन पेड टु अशोक भन्ने छ। अशोकलाई लोन तिरेछौँ भनेपछि अब हामीले चाहिँ यहाँनिर चाहिँ अशोकलाई तिर्यो भनेपछि अशोक लोन एकाउन्ट तपाईँको डेबिट साइडमा भयो। अनि त्यसै गरेर अशोकलाई लोन तिरेछ भनेपछि अब लोन अब तपाईँले क्यास तिर्दै हुनुहुन्छ भनेदेखि क्यासको खाताबाट गयो, त्यही भएर क्यास एकाउन्ट क्रेडिट साइडमा। यसरी अनि त्यसै गरेर अर्को छ हाम्रो कम्प्युटर बट फ्रम विशाल टेक्नोलोजी भनेको छ 25,000 एन्ड प्रो ब्याङ्क चेक 1 2 3 4 5 इस्युड भनेको छ। यहाँ चाहिँ कम्प्युटर किनेछ, कम्प्युटर किन्दाखेरि एउटा कम्प्युटरको खातामा असर पार्यो। कम्प्युटर भनेको चाहिँ तपाईँले चाहिँ युज गर्नको लागि किनेको भयो। यदि चाहिँ बेच्ने उद्देश्यले किन्नुभयो भने त्यो भनेको गुड्स हुन्छ, त्यसलाई पर्चेस लेखिन्छ भनेदेखि तपाईँले युज गर्ने उद्देश्यले किन्नुभयो भने तिनीहरूलाई चाहिँ जुन सम्पत्तिहरू हुन्छ तपाईँले युज गर्नलाई किन्नुभयो भने त्यसलाई चाहिँ हामीले चाहिँ जे किनेको त्यसकै खाता राखिदिनुहोस्। फिक्स एसेट्स किन्दैछौँ भनेदेखि तपाईँले जे किन्दै हुनुहुन्छ त्यसकै खाता राख्नुपर्ने हुन्छ। कम्प्युटर किन्दैछौँ त्यो हामीले कम्प्युटर एकाउन्टमा असर पार्यो। अनि अर्को विशाल टेक्नोलोजीलाई हामीले चाहिँ चेक दिनेछ भनेपछि हाम्रो चाहिँ प्रभु ब्याङ्क एकाउन्टमा असर पार्यो, किनभने प्रभु ब्याङ्कको चेक दिँदैछौँ, प्रभु ब्याङ्क एकाउन्टमा असर पार्यो। यो दुईवटा खातामा असर पार्यो। अब यहाँ चाहिँ कम्प्युटर भनेको तपाईँ सम्पत्ति भयो, सम्पत्ति भएपछि रियल एकाउन्ट भयो, रियल एकाउन्ट भएपछि तपाईँको आएको कि गएको हेर्नु पऱ्यो। कम्प्युटर किन्दाखेरि कम्प्युटर आउँछ, त्यही भएर कम्प्युटर एकाउन्ट डेबिट भयो। अब यहाँ चाहिँ हाम्रो प्रभु ब्याङ्कको खाताबाट जान्छ, प्रभु ब्याङ्कको खाता चाहिँ अब गिभर भयो। अनि त्यसपछि यहाँनिर चाहिँ एमाउन्ट छ 25,000 यसरी राख्दिनँ। यहाँपछि चेक नम्बर खुलाइदिनु होला। चेक नम्बर खुलायो भने आफूलाई सजिलो हुन्छ। अनि अर्को छ पेटी क्यास पनि इस्टाब्लिस भनेको छ। पेटी क्यास पनि भनेको चाहिँ तपाईँको व्यवसायमा सानो खर्चहरू जस्तो पेन किन्नु पऱ्यो, पेन्सिल किन्नु पऱ्यो, कटर इरेजर, फोटोकपी पेपरहरू, यस्तो सानो खर्च गर्नलाई चाहिँ तपाईँले मेन क्यास ब्यालेन्सबाट नचलाइकन सानो एउटा पेटी क्यास फन्ड इस्टाब्लिस गरे हुन्छ। त्यो पेटी क्यास युज गरेर सानो खर्चहरू चाहिँ
चलाइन्छ। त्यही भएर कारण पेटी क्यास फन्ड इस्टाब्लिस गरिन्छ। पेटी क्यास फन्ड इस्टाब्लिस गर्दा पेटी क्यास फन्डको खातामा आउँछ। त्यही भएर पेटी क्यास एकाउन्ट डेबिट भयो। अनि त्यसपछि पेटी क्यास केले इस्टाब्लिस गरेछ, क्यासले भनेपछि टु क्यास एकाउन्ट भयो। $40,000 बिङ पेटी क्यास फन्ड इस्टाब्लिस भनेर लेखिदिनु। त्यसै गरिकन अर्को चाहिँ छ हाम्रो यहाँ फोटोकपी पेपर किनेछ पेटी क्यास युज गरेर भनेपछि अब फोटोकपी भनेको हाम्रो स्टेसनरीको खातामा राख्नु पर्यो। एउटा स्टेसनरीको खातामा असर पारे स्टेसनरी एकाउन्टमा राख्दैन। अनि त्यसै गरिकन अर्को चाहिँ छ हाम्रो चाहिँ पेटी क्यास फन्डबाट किने भएर अर्को पेटी क्यासमा असर पारे। पेटी क्यास भनेको नि तपाईँको सम्पत्ति भयो। पेटी क्यास भने क्यासको खाता हो, सानो खाता भयो। त्यही भएर पेटी क्यास पनि क्यास जस्तै रियल एकाउन्ट भयो। अब पेटी क्यास फन्डबाट किन्दाखेरि पेटी क्यास फन्ड क्रेडिट हुन्छ, किनभने पेटी क्यास फन्डबाट क्यास गयो। स्टेसनरी भनेको खर्च भयो। खर्च भनेको नोमिनल एकाउन्ट रुल्स अनुसार डेबिट साइडमा हुन्छ। खर्च भनेको नोमिनल एकाउन्ट रुल्स अनुसार। त्यही भएर यहाँनिर चाहिँ तपाईँले स्टेसनरी एकाउन्ट चाहिँ डेबिट राख्ने टु पेटी क्यास भने चाहिँ पेटी क्यासबाट ब्यालेन्स जान्छ। त्यो पेटी क्यास फन्ड एकाउन्ट हाम्रो चाहिँ क्रेडिट साइडमा राख्नु पर्यो। यो चाहिँ फोटोकपी पेपर एकाउन्ट किन नलेख्यो भने फोटोकपी पेपर भनेको स्टेसनरी अन्तर्गत पर्दछ। अब स्टेसनरी आइटमहरू हरेकको खाता बनाइराख्न चाहिँ धेरैवटा खाता हुन्छ। त्यही भएर हामीले चाहिँ धेरै आइटमहरूको एउटै खातामा समावेश गर्नको लागि चाहिँ स्टेसनरी एकाउन्ट लेखिन्छ। त्यही भएर स्टेसनरी एकाउन्ट लेखे हो। अनि त्यसै गरिकन अर्को छ भने चाहिँ पेट्रोल एक्सपेन्सेस पनि यहाँ पेटी क्यास फन्डबाट तिरेको छ। पेट्रोल भनेको नि खर्च भयो। पेट्रोल एक्सपेन्सेस खर्च भइसकेपछि पेट्रोल एक्सपेन्सेस एकाउन्ट डेबिट साइडमा राख्नु पर्यो। अनि त्यसै गरिकन पेटी क्यास फन्डबाट खर्च गरिसकेपछि पेटी क्यास फन्डको खाताबाट गयो। त्यही भएर पेटी क्यास फन्डको खातालाई क्रेडिट साइडमा राख्नु पर्यो। 1500 भयो। अनि अर्को छ ट्याक्सी फेयर। तपाईँले चाहिँ ट्याक्सी फेयर भनेको ट्याक्सीमा सामानहरू ल्याएको भाडा अथवा कुनै कारणले ट्याक्सी युज गर्नु पर्यो व्यवसायमा भनेदेखि ट्याक्सीको भाडा तिर्दै हुनुहुन्छ भनेदेखि ट्याक्सी फेयर भनेको ट्याक्सीको भाडा भयो। यो चाहिँ पेटी क्यास फन्डबाट तिर्दै हुनुहुन्छ। त्यही भएर यो चाहिँ ट्याक्सी फेयर भनेको खर्च भयो। खर्च हुने बित्तिकै नोमिनल एकाउन्टको रुल्स अनुसार खर्च डेबिट भएको कारणले गर्दा खर्च हुने बित्तिकै खर्च खातालाई तपाईँले यसरी डेबिटमा राखिदिने। अन्त यो पेटी क्यास फन्डबाट तिर्दैछौँ। त्यही भएर पेटी क्यास फन्ड एकाउन्टलाई चाहिँ तपाईँले यसरी पेटी क्यास एकाउन्टलाई चाहिँ क्रेडिट साइडमा यसरी राखिदिनु। खर्चको खातालाई चाहिँ डेबिट साइडमा राख्नुपर्छ। अनि यहाँ लास्टमा छ हाम्रो पेटी क्यास फन्ड एकाउन्ट क्लोज गरेछ। पेटी क्यास फन्ड एकाउन्ट क्लोज गर्दाखेरि चाहिँ पेटी क्यास फन्डको खाताबाट तपाईँको जान्छ भनेपछि पेटी क्यास फन्डको खाताबाट गयो भनेपछि पेटी क्यास फन्ड क्रेडिट भयो। अनि क्यास आउँछ, क्यासको खातामा आउँछ भनेपछि क्यासको खातामा आउने बित्तिकै क्यासको खाता डेबिट हुन्छ। पेटी क्यास फन्डबाट निस्किन्छ ब्यालेन्स। त्यही भएर पेटी क्यास फन्डको खाता पेटी क्यास फन्डको खाता चाहिँ हाम्रो क्रेडिट साइडमा भयो। यो 36,800 भयो। 36,800 ल यसरी चाहिँ हामीले डेबिट क्रेडिट छुट्याउने हो। डेबिट क्रेडिटको रुल्सहरू चाहिँ अप्लाई गर्ने हो। भिडियोलाई तपाईँले अन्तिमसम्म हेर्नुभएको लागि तपाईँलाई धन्यवाद छ। अनि त्यसपछि अब हामी चाहिँ यो भिडियोमा चाहिँ यति नै। तपाईँ अरू पनि तपाईँले केही क्वेसनहरू छ भने कमेन्टमा लेख्न सक्नुहुन्छ। हामी अर्को भिडियोमा त्यो तपाईँ क्वेसनहरू समावेश गर्नेछौँ। हुन्छ, आजको भिडियोमा यति नै। अर्को भिडियो भेट्नेछौँ। धन्यवाद।